नेपाल उद्योग परिसंघको 23औं वार्षिक साधारण सभा का प्रमुख अतिथि माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेज्यू, नेपाल उद्योग परिसंघका अध्यक्ष श्री वीरेन्द्रराज पाण्डेज्यू एवं पदाधिकारी साथीहरू, दर्शक दीर्घामा आसीन महामहिम राजदूतज्यूहरू, नेपाल सरकारका वरिष्ठ वर्तमान एवं पूर्व राष्ट्र सेवकहरू, नेपाल उद्योग परिसंघका 7वटा प्रदेशबाट पाल्नुभएका प्रदेशका नेतागण, उद्यमी, व्यवसायी, मिडियाका साथीहरू, औपचारिक रूपमा 23 वर्ष र त्योभन्दा अगाडि करिब 2 वर्षको अनौपचारिक यात्रा लगभग 25 वर्षपछि आज यो ठाउँमा आइपुगेको छ। सीएनआईले जुन किसिमले आफ्ना स्पष्ट एजेन्डाहरूलाई सीमित तर स्पष्ट र सधैँ नै अर्थतन्त्रलाई केन्द्रबिन्दुमा राख्ने दृष्टिकोणबाट, चाहे जसको सुकै सरकार होस्, जस्तो सुकै राजनीतिक वातावरण होस्, ती एजेन्डाहरूलाई लिएर विकासको यात्रामा अगाडि बढ्यो। 2006 मा म माननीय अर्थमन्त्रीज्यूलाई पनि स्मरण गराउन चाहन्छु, नेपालमा डबल डिजिट ग्रोथ सम्भव छ भनेर त्यो बेला पनि डबल डिजिट ग्रोथको एउटा खाका नै प्रस्तुत गरेको थियो र संयोगवश त्यो बेलामा तत्कालीन त्यो माओवादी युद्ध चाहिँ मेन स्ट्रिम पोलिटिक्समा प्रवेश गरेपछि का निर्वाचित प्रधानमन्त्री प्रचण्डजीको पहिलो औपचारिक कार्यक्रममा त्यो खाका सीएनआईले प्रस्तुत गरेको थियो। 20 वर्षै पुगिसकेछ। यो 20 वर्षको दौरानमा देशले 20औंवटा सरकार देख्यो, विभिन्न प्रकारका परिवर्तन देख्यो, तर त्यो विकासको अभिलाषा र सपनाले चाहिँ नि सार्थकता प्राप्त गर्न सकेन। अहिले फेरि एकचोटि मुलुकले एउटा अभूतपूर्व अवसर प्राप्त गरेको छ। जेनजीको आन्दोलनपछि खडा भएको यो परिस्थिति र यो बदलिएको राजनीतिक परिवेश मात्र भन्दिन, बदलिएको यो नयाँ जेनेरेसनको नेतृत्व, नयाँ जेनेरेसनको मन्त्रीमण्डल, नयाँ जेनेरेसनको वर्चस्व रहेको पार्लियामेन्टले आउने बित्तिकै जुन गतिका साथ एउटा स्पष्ट दृष्टिकोण राष्ट्रका सामु 90 दिनमा पूरा गरिने 100वटा कामहरू, कतिपय रिडन्डेन्ट उहिले 2019 सालकै बेलादेखि चल्दै गरेका ऐन नियम कानुन मान्य अर्थमन्त्रीज्यूलाई म बधाई पनि दिन चाहन्छु। उहाँको पहिलो नै मलाई जहाँसम्म लाग्छ राजनीतिक सम्बोधन थियो अर्थमन्त्री भएपछि, त्यो त्यस्ता ती ऐनहरूलाई रिपिल गर्ने प्रतिबद्धता जनाउने क्रममा र त्यसपछि आएको त्यो 100वटा बुँदाहरू 90 दिनमा कार्यान्वयनमा लिएर जाने र त्यसलाई डेली टेक्नोलोजीको माध्यमबाट मोनिटरिङ समेत गर्न सकिने व्यवस्थाको सुरुवात र त्यसपछि आएको बजेट, मलाई लाग्छ कि यसले एउटा निश्चित र स्पष्ट रोडम्याप मुलुकका अगाडि सारेको छ। अर्थमन्त्रीजीले पनि $100 बिलियन को अभिलाषालाई नै केन्द्रबिन्दुमा राखेर नयाँ बजेट ल्याउनु भएको छ र एउटा नयाँ स्टाइल, नयाँ ढङ्गबाट प्रस्तुत भएको योपालिको बजेटले त्यस्ता सम्भावनाका लगभग सबै नै जस्ता क्षेत्रहरूलाई समेटेको छ र सीएनआईले अहिले प्रस्तुत गरेको डकुमेन्टले पनि
त्यही नै दृष्टिकोणलाई अझ परिष्कृत गर्दै विभिन्न प्रोफेसनल बडिजहरू समेतलाई इन्भल्भ गराएर 2033 मा 100 बिलियनमा पुर्याउनका लागि के कस्ता चाहिने पिलर्सहरू, पिलर्स अफ ग्रोथ, पिलर्स अफ ट्रान्सफर्मेसन र के कस्तो किसिमको इन्भेस्टमेन्ट फ्रम 3 बिलियन टु 10 बिलियन को क्यापिटल एक्सपेन्डिचर को एउटा स्पष्ट खाका अगाडि राखेकोलाई म यसलाई चाहिँ नि अहिलेको वर्तमान सरकार र प्राइभेट सेक्टरको एउटा टोटल अलाइनमेन्टको सङ्केतका रूपमा म यसलाई देख्दछु र त्यसको लागि सिएनआईलाई पनि म बधाई दिन चाहन्छु यो इनिसिएटिभका लागि र माननीय मन्त्रीज्यूलाई पनि म आग्रह गर्न चाहन्छु कि सिएनआई has always been a partner of the government for accelerated growth. यसले बोकेका एजेन्डाहरू के कति हदसम्म अगाडि बढ्न सके वा सकेनन् त्यो एउटा छलफलको विषय हुन सक्ला, तर ती एजेन्डा आफैका विषयमा चाहिँ नि कहिले कुनै प्रकारको अन्यथा विवादको ठाउँ रहेन विगतका दिनमा र त्यही कारणले नै सिएनआईले आफूलाई एउटा थिङ्क ट्याङ्कका रूपमा, एउटा गभर्मेन्टको पार्टनरका रूपमा, एउटा डेभलपमेन्टको पक्षधरका रूपमा चाहिँ एउटा रेस्पेक्टेबल डिग्निफाइड अर्गनाइजेसनका रूपमा उभ्याउन सकेकोमा म यसको फाउन्डिङ प्रेसिडेन्टको हैसियतले मलाई खुसी लाग्नु त स्वाभाविकै भयो र अझ झन् विथ द प्यासेज अफ टाइम जुन रूपबाट सिएनआईले आफ्नो स्केल, आफ्नो प्रेजेन्स, आफ्नो चाहिँ पार्टिसिपेसनलाई जसरी अगाडि लिएर गइरहेछ त्यो देख्दाखेरि अत्यन्तै खुसी लागेको छ। म तपाईँहरू सबैलाई चाहिँ बधाई दिन चाहन्छु र धन्यवाद पनि भन्न चाहन्छु। अहिलेको यो मुलुकले पाएको अभूतपूर्व अवसर हो यो देशको डेभलपमेन्टको दृष्टिकोणबाट, इम्प्लोइमेन्ट क्रिएसनदेखि लिएर एउटा ट्रान्सपरेन्ट प्राइभेट सेक्टरको डेभलपमेन्टको दृष्टिकोणबाट, एन्टरप्राइजको डेभलपमेन्टको दृष्टिकोणबाट त यसमा चाहिँ दरै हातेमालो गर्नुपर्दछ र सरकारलाई पनि काम गर्न सजिलो छ जस्तो हामीलाई लाग्दछ, किनकि यो सरकारका एक्स्ट्रा ब्यागेजहरू छैनन्। सरकारले अत्यन्त बोल्ड डिसिजन्सहरू गरेका पनि हामी देखिरहेका छौँ, गर्न सक्ने स्थिति भएका कुरा पनि हामीले देखेका छौँ र स्पष्ट एउटा भोलिको सपना। तर एउटा अर्को कुरा चाहिँ म के चाहिँ पनि भन्न चाहन्छु भन्नु होला भने, एकातर्फ हामीले यो यसको यो एडमिनिस्ट्रेटिभ, लिगल, जुडिसियल र चाहिँ हाम्रो काम गर्ने पेस, सिभिल सर्भिसको काम गर्ने पेसमा चाहिँ रिफर्म गर्नका लागि अगाडि बढिरहेका छौँ, बढ्ने आवश्यकता पनि छ भने अर्कोतर्फ सो सेन्स अफ अप्टिमिजमलाई चाहिँ नि अझ स्पिडअप गरिकन केही व्यावहारिक रूपबाट कङ्क्रिट चाहिँ नि इन्भेस्टमेन्ट्सहरू अगाडि ल्याउने वातावरण, चाहे त्यो एनर्जीको लेभलमा होला, कुरेर बसेका छन् पावर डेभलपर्सहरू, रोज कुरा गर्छन् कि 2 महिनाभन्दा बढ्ता भइसक्यो अहिलेसम्म चाहिँ नि पिपिएहरू अगाडि बढेनन्, पिपिए हुन थालेनन्, 5000 भन्दा बढ्ता पावर प्रोजेक्ट्सहरू पिपिए कुरेर बसिरहेका छन्। खोलालाई झोलामा राख्ने प्रवृत्ति लिएर बसेका ती प्रोजेक्ट्सहरूलाई चाहिँ एउटा ट्रान्सपरेन्ट ढङ्गबाट फेरि पनि यसलाई एउटा चाहिँ नयाँ ढङ्गले बास्केटमा राखिकन काम गर्ने वातावरणको सृजना गर्ने गभर्मेन्टको कमिटमेन्ट छ, त्यो दृष्टिकोण छ, त्यो हामीले बुझेका छौँ, देखेका छौँ। त्यो सकेसम्म छिटो तत्काल अगाडि बढोस्। टुरिज्मका लागि अहिले जुन किसिमको अभिव्यक्ति, राष्ट्रसभाका सभापति भारत जाँदाखेरि 8 वटा एउटा क्लियर चाहिँ नि एउटा चाहिँ नि एजेन्डाका रूपमा, दृष्टिकोणका रूपमा, चाहनाको रूपमा एउटा मुलुकले जुन रूपबाट त्यहाँ राख्यो र त्यसलाई जुन रूपबाट चाहिँ सबै क्षेत्रबाट पोजिटिभली त्यसलाई ग्राह्य गरेको मैले आफूले पनि महसुस गरेँ र त्यसलाई त्यसैलाई मात्रै पनि हामीले हेर्ने हो भने मुलुकले एउटा ठुलो फड्को विकासको बाटोमा मार्न सक्छ। त्यसका लागि प्राइभेट सेक्टर रेडी छ। नेपालमा लिक्विडिटीको कमी छैन, नेपालमा काम गर्न चाहने मान्छेहरूको कमी छैन र नेपाली मात्र नभइकन नेपालमा अहिले यो आएको परिवर्तनबाटले मैले
नेसनल इन्टरनेसनली रिजनल्ली र इन्टरनेसनली पनि एक प्रकारको अत्यन्त चाहिँ कसियस अप्टिमिजम को मैले महसुस गरेको छु। ठुला ठुला कम्पनीहरू नेपालमा आएर केही गरौँ भन्ने दृष्टिकोण राखेर आउन खोजिरहेका छन्, आउन लागिरहेका छन्। हामीले केही न केही डेभलपमेन्ट्सहरू डेली देख्ने गरेका छौँ। अब ती सबै योजनाहरूले, ती सोचहरूले चाहिँ एक्जिक्युसनमा चाहिँ नि अत्यन्त एक्सेलरेटेड स्पिडमा जाने वातावरण बनोस्, मेरो यही नै चाहिँ नि हार्दिक सुझाव र आग्रह छ। र यति भनी म आफ्ना कुरा यहाँ यही नै टुङ्ग्याउन चाहन्छु। यहाँहरू सबैलाई फेरि पनि बधाई दिन चाहन्छु। यो अत्यन्त चाहिँ सान्दर्भिक र अत्यन्त समय सापेक्ष यो डकुमेन्ट, यो एक्सर्साइज 100 बिलियन को एउटा यो बोल्ड इनिसिएटिभका लागि धन्यवाद।